यतिखेर हामी यहाँ आइपुगेका छौँ को तिम्रो श्रीमान होइन त उहाँ हो नि नाम के हो दाजु तपाईँको हिमाल हिमाल है नानी के बाबु नानी ए ल ठिक छ अनुहार देखाउनु परेन है कति भयो जन्मेको बच्चा बच्चा जन्मेको 2 महिना भयो होला अनि 1.5 महिना अनि बहिनीसँग हजुर कसरी भेट भयो ओ म त काका भिटामा गाडीमा हिँड्थे नानी बोकेर आउँथे पैसा माग्थे दबे गरेर नानी बिरामी हुँदा हाम्रो ड्राइभरले दिन्थ्यो अनि त्यतिकै भेट भयो भेट भएर अनि लिएर बच्चा जन्मिहाल्यो ए भने त्यतिकै ल्यायो माया प्रेम भयो बच्चा जन्मियो बच्चाहरूको परिचय केही बनाउनु छैन उसको बन्यो नागरिकताहरू बन्यो उसको केही पनि छैन डकुमेन्ट होइन उसको घर अनि ससुराली कहाँ थाहा त थाहा छैन मलाई छैन भन्छ बाबामै छैन भन्छ अनि कहाँ गएर बाबुमै छैन भन्छ मरे गएर बाबामै त्यसो भन्छ कस्तो माया लाग्यो त है हजुरले त उद्धार गर्नुभएछ धन्यवाद आज एउटा असल मान्छे जसले आज देख्नु हो आफूले विवाह थिएन गर्नुपर्ने थियो तर एउटा बच्चा बोकेर कसैको बच्चा सहित हुन त अर्कोको बच्चा हो नि त तर त्यसलाई स्वीकार र अहिले उहाँले राम्रो जीवन एउटा जिउने प्रयत्न गराउनु भएको छ तर अब सहारा दिनुभएको छ यसको लागि तपाईँलाई धन्यवाद दिन चाहन्छु म एउटा बिन्ती गर्न आएको छु यो बच्चा बच्चीको परिचय छैन आज यिनको आफ्नै डकुमेन्ट राम्रोसँग बनाएको छैन यिनी महेन्द्रनगरकी हुनु होइनन् परेको कुरा तर यिनको जिन्दगी बन्नु पर्यो बस मेरो चाहना यति हो आज यिनको जिन्दगी भन्दा यी बच्चाको भविष्य बन्छ होइन कसैले चाहेर भोलि चाहिँ एकछिन मिठो कुरा गरेर काम छैन कठै त जसले नै भन्छ होइन कठै भनेर जिन्दगी चल्दैन त्यस कारण आफ्नो डकुमेन्ट बनाउने कुरामा पनि सहज होस् भनेर आएको म तिमी यो परेको होइन ठिक छ ल नहोला भोलि डिएनए गरौँला नहुन पायो तर तिम्रो पनि त ठेगान त हुनु पर्यो तिमी अब कागड भित्तामा माग्ने होइन कागड भित्तामा बच्चा बोकेर मागेको देख्न मेरो मनले नि मान्दैन बुझ्नुभयो नि तपाईँ अब श्रीमती माग्न हिँड्छ अरे अहिले पनि मलाई थाहा छ म त बिहान ड्युटी हिँड्छु बेलुका आउँछु त्यही सुनेको छु मैले हिँडेर नानी बोकेर हो आज मलाई कागड भित्तामा भने कि तँ बहिनी त यहाँ सबै माग्दै हिँड्छ अरे केही त्यसो अरू त खाँदैन नि नराम्रो चिज खान्छ खान्न खान्छ खाँदैन के लागु औषधहरू केही खान्छ खान्न खान्छ होला नि खान्छ अनि त खान्छ अरे त अब खानु भएन मेरो बहिनी ठिक छ मान्छे जीवनमा झोक्किन्छ सुन्नु एकछिन मान्छे जीवनमा झोक्किन्छ कहिले गलत सङ्गत हुन्छ गलत चिजहरू खाइन्छ तर सुध्रिने पनि मौका छ नि त तिमी अब सुध्रेर राम्रो मान्छे पनि त बन्न पाउँछौ कति मान्छेहरू लागु औषध खाएर सुधार केन्द्रमा गएर जीवन बदलेर कति राम्रा मान्छेहरू भएका पनि त छन् संसारमा छैनन् अनि तिमी भोलि राम्रो मान्छे हुन्न र के बिग्रिएको छ तिम्रो जिन्दगी अब राम्रो हुन लेखा होला बल्ल यो बेटर तिम्रो जिन्दगी राम्रो बन्न लेखा होला छोरी छ दाइ यति राम्रो मेहनती हुनुहुँदो रहेछ तिम्रो श्रीमान माया लागिहाल्यो चट्टा माया लायो चट्टा बिहा भइहाल्यो छोरा पनि पाइहाल्यो 3टा रहेछ बच्चा पहिला बिहा भयो कहाँ नानी बच्चिया अनि पहिलाको बुढा कहाँ हुनु थाहा छैन गच्छामा छ भन्दै छ हो गच्छामा छ भोलि अब केही छ भन्न मन लागेको कुरा अस्ति भन्दै त बुढोले छोरी मागिरहेछ लगाएर दिन्छु म पुर्याइदिन्छु भन्दै थियो अहिले यहाँ आएको कति भयो दिदी हो 3 महिना भयो दिदी चाहिँ टोलको अध्यक्ष हुनुहुन्छ एकदमै सम्मान पहिला आमाको घरमा पनि बस्नु भएछ 2 महिना कस्तो थियो हानी बानी उसको कस्तो थियो स्वभाव अस्ति जिउ थियो यो गाडीमा जान्थ्यो ऊ यताउता हिँड्थे अब त्यस्तो खाएको गरेको देखेँ नि उहाँहरूले राम्रै गर्थे खानेकुरा पनि बनाउँथे बेलुका ऊ आउँथ्यो राम्रै थियो राम्रै बसेका मेरै घरमा बसेका एकदमै यसरी आज संरक्षण गरेर एउटा छोरी चेलीलाई माया दिने यो टोललाई धन्यवाद दिन चाहन्छु यो धुलाबारी आयाबारी यो कति नम्बर वडा पर्छ यो काकडभित्र मेची नै हो मेची नगर 7 मा आइपुगेको छु आयाबारी आज यो परिवार यो समाज या टोलका सबै व्यक्तित्वहरूप्रति धन्यवाद दिन चाहन्छु हतारमा आएको हुँ र एकदमै उहाँदेखि आउनु भएको जनप्रतिनिधि उहाँ महेन्द्रनगरको जनप्रतिनिधि हुनुहुन्छ एउटा जनताको मतबाट निर्वाचित एउटा नेतृत्वकर्ता हुनुहुन्छ मेरो आदरणीय दाइ धमकबाट आउनु भएको छ यो मानवीय कर्ममा म सम्मान गर्छु र उहाँको परिवार जो आफ्नो छोरी हो कि भनेर आउनु भएको छ छोरी हो कि भनेर आउनु भएको छ नि त उहाँदेखि त्यस कारणमा तिमीले पनि सहयोग गरिदेऊ जे हो त्यही भनिदेऊ नरिसाइदेऊ नझर्किदेऊ मिठो बोलिदेऊ तिमी यति राम्री अब हेर तिमी भाग्यमानी रहेछौ यदि त पूजा बहिनी भन्ने तिमी होइन भने सबै कुरा मिल्न गयो हेर त संसारमा अनुहार ठ्याक्कै मिल्ने तिमी हेर त फोटो यो फोटो हेर्छौ ल हेर सेम छैन ल भन हेर न यस्तो माइती कसले कसरी उहाँदेखि आउनु भएको छ नि तिम्रो लागि कोही आउँछ यो को होइन तिमी नै आएको छ यो चाहिँ हो नि म यो होइन हो कि होला
सबै मिलेको छ हो जस्तो ठिक छ ठिक छ नहुन पाउँछ हामीलाई पनि त्यस्तो हो जस्तो लागेको उहाँहरूलाई पनि यहाँ भइहाल्यो भने होइन अब सबै कुरा मिल्न गएको छ स्कुल लाइफको फोटो एउटा रहेछ कि फ्यामिलीसँग एकचोटि यसलाई पनि बजाइदिउँ कसको पूजा बहिनी ए ल ल हेर यो म हैन हो र छ कस्तो हो के लाग्छ त तपाईँ श्रीमानले बुढीको फोटो हो कि हेर्नु त म त अनुभव पो गर्न सक्दिनँ भयो भने झन् राम्रो भन न झन् राम्रो त सारा दिन सारा पाए मेरो माइती माथि छन् कहाँबाट माइती पाउने त्यो कपाल निकाल त ठ्याक्कै हो त्यो त्यो नानी निकाल त कपालेको माथि त्यो कपाल निकाल निकाल न बहिनी कपाल काटे निकाल निकाल त ल हेर त उ ठ्याक्कै हो कि ए होइन ल हेर यो हेर्नु न यसमा यो हेर्नु त कोठी यहाँ बोल्नु न यहाँ घाँटीमा छ के कोठी माइती पाउनु त ठुलो कुरा भाग्य कोठी कहाँ कहाँ छ हो नि भनी भनी झन् खुसी त हो जस्तो देख्छ यार कहाँनिर छ है घाँटीको छेउमा आँखाको साइड कस्तो राम्री चाहिँ नि यो अनि अम्लो पनि बाङ्गो चाहिँ किन हो कता म जस्तो देखिन हुनु परेर होला अरू जस्तो भएको हुँदैन थियो ठिक छ तिम्रो उहाँ धरानबाट पनि आउनु भएको छ अरे दाजुला धरानबाट पनि आउनु भएको छ अरे हिमाल तिमीले साथ देऊ है होइन धरानबाट आएर 4 किलोमिटर आयो भने दुध पानी पानी भइहाल्छ क्लियर भरै जानु तपाईँहरू पनि उहाँबाट दुःख हो उहाँहरू पनि क्लियर हुन्छ भोलिका दिनमा उहाँ उसको पनि परिचय बन्नु पर्यो नि त गर्नु परेन बच्चाको बन्नु परेन भाइ बनाउँछु भन्दा होइन सबै कुरा भेटिनु पर्यो नि त आफ्नो आफन्तीबारे त थाहा हुनु पर्यो नि त होइन बेचारा धर्म गरेर हिँडेको ऊ चाहिँ धेरै धर्म ल एकदमै यति असल मान्छे जसले रोडमा आज व्यवहारिक अवस्थामा भेटिएको एउटा छोरी चेलीलाई आज आफ्नो जीवन सङ्गिनी बनाएर एउटा जुन प्रेम गर्नु भएको छ यसको लागि धन्यवाद दिन चाहन्छु सधैँ तपाईँहरूको आत्मीयता रहोस् तपाईँहरूको प्रेम अब नबिग्रियोस् कहिल्यै पनि म यही कामना गर्छु बहिनी पनि नमात्नु असल हुनु अनावश्यक चिज अलिअलि खान्छ अरे भन्ने अलिअलि काकरभित्र थाहा पाएको छु मैले यता हेर भन् त अलिअलि त खान्छ अरे अलिअलि खान्छ अरे त्यही थाहा पाएको छु मैले यहाँसम्म बनाएको त्यसैले हो कि अब त्यस्तो खाना हुन्न त्यस्तो चिजहरू खाने चिज होइन त्यसले जिन्दगी सकिन्छ छोरा मान्छेले नै होइन छोरीले पनि होइन कसैले पनि होइन शत्रुले पनि होइन होइन खाने चिज होइन आज एउटा छोरी हेर्नु त 3-3टा बच्चा भइसक्यो मलाई रुन मन लागिसक्यो यहाँ उसलाई सम्झेर होइन त हाम्रो बाबुआमा यसरी आउनु नि कस्तो हुन्थ्यो होला है होइन हामी समाजले पनि उनलाई धेरै सुत्केरी हुँदा पनि बिचरा कोही केही आफन्ती थियो भने आउँथे नि भुषाल सर मैले नि उनलाई एडमिन हुन नपाउँदा यहीँ छ हिमाल मैले 2200 तुरुन्त दिएर एडमिन गराएको मैले हो सर एकदमै धन्यवाद दिदी ल जोरदार तालले सम्मान गर्नुपर्छ यस्ता असल मान्छेहरूलाई टोलमा यस्ता असल मनकारी मान्छेहरूका कारणले बल्ल मानवता बाँच्छ सबै मान्छे असल बनाऊ अब सबै कुरा मिल्न गयो औँला पनि मिल्छ चोट पनि मिल्छ आशा छ यिनको परिवार खोजीमा हामी जोड्छौँ सम्बन्धित परिवारसँग भेट्छौँ 3 बजे राति उनी आएर लुना हो बिन्ता दिदी यस्तो भयो भनिन् बिचरा उनले हामी सबैले मिलेर अहिलेसम्म यिनी राम्रै छिन् है अलिकति हामीले पनि बाहिर त्यस्तै हल्ला सुनेर कि चेलीको उद्धार होस् ल एकदम यहाँ आउँदा तपाईँ आउँदा थोरै अगाडि सुरुमा चाहिँ हामीलाई खबर गरिदिने भन्दा पनि यो देखिनु भएको रहेछ अनि आफूले भिडियो एकदिन मेडिकलमा गएको देखेर भिडियो हालिदिनु भएछ एकदमै धन्यवाद है तपाईँको नाम मेरो नाम आशिका उप्रेती के लागेर त्यतिखेर तपाईँले त्यस्तो भिडियो बनाइदिनु भएको थियो मलाई चाहिँ अब अहिले त सोसल मिडियाको एकदम जमाना छ नि त अब एउटा कसैले दुःख पाएको छ भने एउटा सोसल मिडिया प्लेटफर्ममा हालिदिँदाखेरि पनि दुनियाँले सहयोग गरिराख्नुहुन्छ दुःख पाएकोलाई होइन मैले चाहिँ त्यही सोचेर ऱ्यान्डम भिडियो बनाएको थिएँ अनि त्यही अनुसार मैले अब केही कुरा आफ्नो मनमा लागेको कुराहरू भनेर बेलुका पोस्ट गरेको थिएँ अनि फेरि त्यो भिडियो चाहिँ मैले त्यसरी भाइरल हुन्छ भनेर पनि हालेको पनि थिइनँ अब मलाई त अहिले चाहिँ कोले चाहिँ अब फेमस हुनलाई पपुलर हुनलाई त्यसरी भनिराख्नु भएको छ तर मैले चाहिँ त्यस्तो पपुलर हुन फेमस हुन भनेर केही सोचेर हालेको थिएन अब मैले चाहिँ आफ्नो मनमा लागेर उसलाई सहयोग गरेको थिएँ उसले यस्तो नानी अब आफ्नो पनि नानी छ उसको पनि सानो नानी देखेरै मैले सहयोग गरेको थिएँ अब कसैले त्यो भिडियो देख्नुहुन्छ कसैकोमा पुग्यो भने अरूले पनि सहयोग गर्नु होला भनेर मैले उसको भिडियो हालिदिएको थिएँ ल एकदमै धन्यवाद तपाईँको मनकारी मनलाई धन्यवाद अब अरूले के भन्छन् भनेर चिन्ता पनि नलिनुहोस् तपाईँले असल काम गर्नु हो तपाईँका माध्यमबाट हामी यसरी भेटिने अवसर प्राप्त हो म सम्मान गर्छु अनि 2 दिनपछि चाहिँ उसको भिडियो भाइरल भएपछि चाहिँ उहाँहरूले देख्नुभएछ उसको परिवारहरूले फ्यामिलीले अनि यो चाहिँ हाम्रो भेटाको मान्छे के हराएको मान्छे हो भन्ने जस्तो कुरा गर्नुभयो अनि हजुरले पनि त्यो उसलाई चाहिँ खोजिराख्नु भएको भिडियो उहाँहरूले मलाई सेयर गर्नुभयो अनि त्यो भिडियो देखेपछि चाहिँ मलाई पनि ऊ हो कि जस्तै लाग्न थाल्यो मलाई पनि हो जस्तै लाग्यो अनि भनेर भन्नुभयो के भने मैले पनि अनि यताबाट पनि मलाई उहाँ उसकै छिमेकी यता 2-3 जनाले कोले मेसेज गर्नुभएको थियो अनि मैले पनि उहाँहरूसँग बुझेँ अनि यो बहिनी कताको हो र मलाई यहाँ कतिजनाले सोध्दै हुनुहुन्छ उसलाई हेल्प गर्न खोज्दै हुनुहुन्छ भनेर पनि भने मैले अनि
खै उसले चाहिँ अहिलेसम्म केही भनेको छैन। भन्नु चाहिँ चारालीको भन्छन्, कहिले कञ्चनपुरको भनेर भन्छन्, तर नाम चाहिँ कञ्चन हो भनेर भन्नुभयो। अनि तर मलाई पनि एक्ज्याक्ट उसको कन्फर्मेसनहरू चाहिँ केही पनि आएन। कञ्चनै हो। अनि उहाँहरू चाहिँ हिजो चाहिँ अचानक आउनु भएछ, उहाँ महेन्द्रनगरदेखि के अरे कञ्चनपुरदेखि यहाँ धनुषा कि कहाँ आउनु भएपछि चाहिँ हामी आउँदैछौँ भनेर मलाई पनि इन्फर्म गर्नुभयो। ठिकै छ, आउनु भएछ, अब तपाईँहरूकै मान्छे हो भने त राम्रो कुरा हो, अब होइन भने पनि अब होइन रहेछ भने पनि कसैको हो कन्फर्म हुन्छ भनेर मैले गर्नुपर्ने सहयोग मैले सक्छु भने म गर्छु भनेर नै भनेको थिएँ। अनि हिजो त्यहाँ जाँदाखेरि अब फेरि यताबाट नि अर्कै कुरा जस्तो आयो। ठिक छ, अब कुरा सही आउँछ। धन्यवाद छ उहाँले जुन कर्म गर्नु हो, जुन एउटा माध्यम बनिदिनु हो, यसको लागि धन्यवाद दिन चाहन्छु। सबै दिदीहरूलाई सम्मान छ। सबैका घरका छोरी चेलीहरू सुरक्षित रहन्, कोही नहराउन्, कोही अल्पत्र नपरुन्, कोही मानसिक रूपमा बिरामी नहुन्। सबैले आफ्नो परिवारलाई जोगाउँ। सबैभन्दा ठुलो मन्दिर आफ्नो घर हो होइन। मन्दिर जानै पर्दैन, पहिला घरलाई राम्रो बनाइयो भने कहीँ जानै पर्दैन। यति आग्रह व्रत पनि बस्नु पर्दैन, मजाले खाए हुन्छ। बुझ्नुभयो नि भन्न खोजेको? पहिला आफ्नो घर, आफ्नो यस्ता छोरी चेलीहरूको ख्याल गरौँ। अहिले तिमीलाई भेट्न हामी त्यसै रहरले आएको होइन, बुझ्यौ नि। यहाँ कति फुर्सद छैन होला, कति व्यस्त मान्छे हो थाहा छ। अहिले यहाँ काकाभित्तामा 1 घन्टा त्यसै बस्ने समय छैन मलाई पनि, कसैलाई पनि छैन। तर तिम्रो लागि बनोस् जिन्दगी भनेर आएको, तिम्रो बालबच्चाको परिचय बन्छ हो। उहाँले पनि तिमीलाई राम्रो होस् भनेर गर्नुभयो। रिसाउनु नपाई जे हो त्यही भन्नु पर्यो। साह्रै उहाँहरूले इच्छा राख्नुभयो भने डिएनए है तिम्रो ब्लड स्याम्पल दिएर त्यो चाहिँ बुझ्न मिल्छ यदि हो कि होइन। त्यति गर्न चाहिँ देऊ है। ल यति गरौँ। सबैलाई धन्यवाद छ। थप अहिले हामी चाराली एउटा परिवारलाई पनि भेट्छौँ, एउटा जनप्रतिनिधि, एउटा जनताबाट निर्वाचित एउटा नेतृत्वकर्ता यहाँ आउनु भएको छ। बल्ल भन्नुहोस् ल। जस्तो नमदास, म पहिला म के भन्न चाहन्छु, अर्जुन भुषाललाई धन्यवाद दिन चाहन्छु। अनि यहाँ ओडा बहिनीलाई, दुई बहिनीहरूलाई र ओडा निर्वाचित भएको नाताले मैले उहाँले हिँड्नुहोस् भनेर म पक्कै आएको हो। मैले आउने कर्तव्य हो, तर बहिनी उही हो भन्छन्, सबैको अनुहार मिल्दो छ। त्यो चाहिँ मैले खोजी यसो गरेर उहाँ लगे लैजाउँला, यहाँ राख्नु होला। उहाँलाई म जोर गर्दैन, त्यसको भविष्य चाहिँ बन्नुपर्छ। बस बनाउने, यिनको भविष्य बनाउने, यिनका बच्चा बच्चीलाई राम्रो जीवन जियाउने, सबै राम्रो गराउने। मेरो नमस्कार छ। यसरी पालिदिनु भयो, अझ अरू पनि नगर्छन्। ढुक्क हुनु। तपाईँ महेन्द्रनगरदेखि आउनु भएको छ, म चितवनको मान्छे यहाँ छु। जाने हो कोठा लाने मलाई एकदमै। यो मानवीय कर्ममा सबैले सपोर्ट गरौँ, सबैको सहयोग होस्। यी नानी यो घरकी हुन् होइनन् समयले बताउला। यिनी कसकी छोरी हुन् हामी सबैलाई बुझ्छौँ, सबैलाई भेट्छौँ। सबैको राम्रो होस्।